यहाँ बस्ने र त्यहाँ चाहिँ हामीले गार्डन बनाएको छौँ। मेरो गार्डन कस्तो छ त, ओहो हो 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 हो, कति राम्रो साथीहरू। यहाँ जिरेनियम, पिटुनिया, लाउरे, भ्याकुते, बगनबेली जस्ता विभिन्न फुलहरू मजाले फुलिरहेको छ है। र सँगसँगै यो भनेको मेरो 11 वर्ष पुरानो जापानिज जिरे खुर्सानी है। यो जिरे खुर्सानी यति राम्रो छ, मैले बारीमा भएको 11 वर्ष पहिला हजुरबुवाहरूले लगाउनु भएको जिरे खुर्सानीलाई उखालेर ल्याएर संरक्षण गरेर एउटा गमलामा लगाएको छु। यो यति पिरो, मिठो पिरो हुन्छ र स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक पिरो हुन्छ। यो हरेक ठाउँमा पाइन्थ्यो, अहिले दुर्लभ हुँदै गइसकेको छ जिरे खुर्सानी। त्यसै कारण गर्दाखेरि जिरे खुर्सानी लगाएर हामीले अर्ग्यानिक टेस्ट लिएर लिगौँ। र यो चाहिँ मैले 11 वर्ष पुरानो जिरे खुर्सानीलाई 1 महिना अगाडि सारेको लिएर आएर घरमा एकदम राम्रो तरिकाले सरेको छ, बुढो बोट भयो नि। र एउटा यस्तो खुर्सानी हो साथीहरू, यो जिरे खुर्सानी, जापानिज खुर्सानी भन्ने कुरो यो 20औं 22औं वर्ष पनि, लगभग 20 होइन 20-30 वर्षसँग पनि यो खुर्सानी बाँचिराख्छ र निरन्तर फल दिइराख्छ। जस्तै मेरो पुस्ताले लगाएको खुर्सानी, यो जिरे खुर्सानी, जापानिज खुर्सानी मेरा छोरा नातिहरूले पनि उपभोग गर्न पाउँछ। यो 20औं वर्षसम्म बाँच्ने खुर्सानी हो। त्यसै कारणले यो अहिले दुर्लभ भइसकेको छ। यसलाई संरक्षण गरौँ र आफ्नो घर ठाउँमा संरक्षण गरेर गोडमेल गरेर राख्नुहोस् है। एकदमै पिरो छ, मिठो छ। अब तपाईँलाई म फलेको भिडियो लिएर आउँछु। भन्दै मेरो एउटा स्मल गार्डन कस्तो लाग्यो साथीहरू, च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् है भन्दै बिदा हुन्छु। धन्यवाद।